मलाई एकदम खुसी लागेको छ मुगलानमा मलाई देख्न नपाए पनि मेरो भाइ पललाई देख्न पाइन्छ। एकदम मेहनती भाइ छ मेरो। हामी धेरैवटामा हामी सहकार्य गरेका पनि छौँ। फर्स्टमा चाहिँ मलाई मुगलान भन्ने बित्तिकै रमित दाइ नै आउँछ अभियसली। र जुन मुगलानमा मैले हुन्छ नि प्ले गर्ने मौका पाएँ, पार्ट हुने मौका पाएँ, यो मेरो लागि एकदमै गौरवको कुरा हो। किनकि दाइकै फिल्मको अर्को श्रृङ्खलाको पार्ट हुन पाएँ। जसरी तपाईँले भन्नुभयो, साँच्चीकै त्यो एउटा कल्ट मुभी नै हो, क्लासिक कल्ट नै हो। दाइको भूमिकाले गर्दा पनि त्यो मुभी यहाँसम्म पुगेको हो र मेहनत मैले पनि गरेको छु अहिलेको मुगलानमा। आशा छ दर्शकहरूले दाइलाई जसरी माया गर्नुभएको थियो, दाइको एउटा त्यो लेजेन्डरी मुभीलाई हाम्रो लेजेन्ड एक्टरले जसरी माया गरिदिनु भएको थियो, दाइको भाइलाई पनि त्यसरी माया गरिदिनुहुन्छ भन्ने आशा गर्छु। मलाई चाहिँ मुगलान भन्ने बित्तिकै झट्ट के याद आउँछ? त्यो मुगलान दाइहरूको बेलाको युवा अवस्थाको युवाको कथा थियो, त्यो बेलाको युवाको कथा थियो। यो मुगलान पहिलेको हाम्रो युवाको कथा हो। म त अहिले पनि युवा छु यार, के भाइले के हो मैले बच्चामा खेलेको त्यो फिल्म। त्यो बेला रमी ढुङ्गा बच्चाको बेलाको थियो, चाहिँ युवा बेला छ होइन। त्यो बेला बच्चा जस्तो हुनुहुन्थ्यो, तर अहिले तपाईँको चमकता त्यत्तिकै छ नि त फेरि। अब माया नमरै 19 वर्षमा खेलेको होइन। मुगलान खेल्दाखेरि करिब 20 वर्षको थिएँ म होइन। 20 वर्षमा त्यो फिल्म रिलिज हुँदाखेरि त अब सानै उमेर हो नि त, 20 वर्ष होइन। त्यो भएर त्यस्तो मुगलान अब 2 बन्दैछ, त्यसमा चाहिँ हामीले दाइलाई देख्न पाउँछौँ पाउँदैनौँ, के छ? राम्रो मेहनती केटा हो, राम्रो छ, उसले राम्रो गरेको छ यो फिल्ममा भनेर सुनेको पनि छु। अब बाँकी त दर्शकको हातको कुरा हो होइन। उहाँहरूले कसरी हेर्नुहुन्छ यो चलचित्रलाई। कलाकारले मेहनत गर्ने आफ्नो ठाउँमा छ होइन, प्राविधिकहरूले मेहनत गर्ने आफ्नो ठाउँमा छ, एउटा टिमले मेहनत गर्ने आफ्नो ठाउँमा छ। तर अब चलचित्र त अब दर्शकको हातमा छ। मुगलान भन्ने बित्तिकै केही रमाइलो किस्साहरू के छ त्यसको? मेरो अब एउटा गार्जियनलाई सबै बच्चाको माया लाग्छ होइन। मेरो करियरमा माया नमार, मुगलान, बुद्ध बनी नेपाललाई चाहिँ म एउटा कस्तो भने यो 3 चलचित्र डिफ्रेन्ट टाइपको छ कि होइन। अनि त्यो भएर मुगलान भन्ने बित्तिकै मलाई दसैँ याद आउँछ पहिला सुरु होइन। किनभने त्यो गीत आजसम्म पनि दसैँ आउनुभन्दा अगाडिदेखि नै चरिररी भनेर सुरु हुन्छ होइन। र मुगलान भन्ने बित्तिकै मलाई शिव रेग्मी सरको धेरै याद आउँछ। उहाँले एउटा इतिहास कोरेर जानुभयो। उहाँ जहाँ हुनुहुन्छ भगवान् श्री पशुपतिनाथले उहाँको आत्मालाई सधैँ रक्षा गरून्। उहाँले हामी नेपालीहरूलाई एउटा यस्तो चलचित्र दिनुभयो जुन इतिहास बनेर रह्यो। आज पनि मुगलान सायद नहेर्ने कोही हुनुहुन्न होला होइन। आज पनि फिल्म कर्मीहरूमा मुगलानकै कुरा हुन्छ, किन एउटा मुगलान जस्तो फिल्म बनाउन भन्ने सबैको सोच छ होइन। तर मुगलानको याद धेरै छ। मुगलान बहुत दुःख गरेर बनाइएको फिल्म हो। त्यति बेला हामीले 125-150 दिन सुटिङ टाइम दिनु भने नै ठुलो कुरा थियो होइन। त्यो हामी सबैजना देशमा भएका कलाकारहरू हामी सबैले त्यही एकदम मेहनत गरेर अब त्यहाँ माथि पनि अब शिव रेग्मी सरको चाहिँ अब ठुलो सपना थियो, त्यो सपना साकार पनि भयो।